अहिले पछिल्लो समय चाहिँ लखेट्ने पत्रकारिता चाहिँ सुरु भएछ, खास गरी काठमाडौँमा। एउटा बुम पक्रियो अनि त्यस पछाडि मान्नेहरूलाई पछि 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 लागो लखेटो सोधिरहेका पनि हुन्छन्। कहाँसम्म लखेट्ने भन्ने पनि हुन्न, पछाडि 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 लागिरहेका हुन्छन्। यो लखेट्ने पत्रकारिता विभिन्न प्रकारका थिए। एउटा मौखिक पत्रकारिता, एउटा लिखित पत्रकारिता त छँदै थियो। अहिले फेरि नयाँ यो थपिएछ, लखेट्ने पत्रकारिता। खास गरी रासपाका मान्नेहरूलाई संसद सचिवालयको आसपासको क्षेत्रमा रहने र एउटा बुम पक्रियो अनि एउटा मान्नेलाई 12-15 जनाका हुल पत्रकारले चाहिँ लखेट्ने त्यो खालको प्रवृत्ति चाहिँ अहिले भित्रिएको देखिन्छ। अब यो कुन खालको पत्रकारिता हो त थाहा भएन। यो लखेट्ने पत्रकारिताको नयाँ विकास भएछ। खास गरी सङ्घीय राजधानीमा हाम्रो मफसलमा यस्तो खालको लखेट्ने पत्रकारिताको विकास नहोस्, यति भन्न चाहन्छु। स्वच्छ पत्रकारिता होस्, मर्यादित पत्रकारिता होस्, विधि र विधानमा रहेर पत्रकारिता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसलाई नै अनुसरण गर्दै आएका छौँ र यो विगतमा पनि गरिनेछ र यस्ता खालका यी लखेट्ने पत्रकारिताको अन्त्य चाहिँ चाँडै हुनुपर्छ भन्ने मान्यता म पनि राख्न चाहन्छु। हस्त, धन्यवाद।